मिनासन कोनिचिवा। आज चाहिँ हामीले टाइम इन जापानिज समयलाई चाहिँ घन्टालाई कसरी काउन्ट हुन्छ जापानिजमा भन्ने बारेमा पढ्न गइरहेका छौँ। हाम्रो टाइम अथवा हावर्सलाई चाहिँ जापानिजमा जिक्खान भन्छ अथवा जी पनि भन्छ। त्यसै गरी हाम्रो 1 बजे 1 o'clockलाई चाहिँ इचिजी भन्छ, 2 o'clockलाई चाहिँ निजी भन्छ, 3 o'clockलाई चाहिँ सान्जी भन्छ, 4 o'clockलाई चाहिँ योजी भन्छ, 5 o'clockलाई चाहिँ गोजी भन्छ, 6 o'clockलाई चाहिँ रोकुजी भन्छ, 7 o'clockलाई चाहिँ सिचिजी भन्छ, 8 o'clockलाई चाहिँ हाचिजी भन्छ, 9 o'clockलाई चाहिँ कुजी भन्छ, 10 o'clockलाई चाहिँ जिउजी भन्छ। त्यसै गरी हाम्रो 11 o'clockलाई चाहिँ जिउ इचिजी भन्छ। त्यसै गरी हाम्रो 12 o'clockलाई चाहिँ जिउ निजी भन्छ। हाम्रो चाहिँ 7 मा भयो, त्यसै गरी हाम्रो 4 मा भयो, अनि त्यसै गरी 9 मा। यी 3 मा चाहिँ हाम्रो एक्सेप्सन हुन्छ है। यसमा चाहिँ यो चाहिँ काउन्टिङै हो, तर यसमा चाहिँ एक्सेप्सन हुन्छ। यसमा यो भयो, योनको ठाउँमा चाहिँ यो भयो, अनि 7 को ठाउँमा नानाको ठाउँमा चाहिँ सिचिजी भयो। त्यसै गरी 9 मा क्यूको ठाउँमा कुजी भयो है। यो चाहिँ तपाईँले याद